भित्र आएर खेल्न थाल्यौँ। एकछिन भए पनि बेबीलाई खेलाउँ न त भनेर कति बोकिरहनु भनेर उसलाई खेलाउन लागेँ। अनि उसले चाहिँ पप्पीलाई चिन्छ क्या, अनि पप्पी पप्पी भनेर ऊ चाहिँ गफ गर्दैछ। पप्पीसँग खेल्न लागिरहेको छ, पप्पी 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 भन्दैछ। अनि त्यसपछि उहाँ एनिमल्सहरू साइड बाई साइड उसको छेउछाउमा राखेर खेल्दै थियो। अनि एकछिनमा फेरि ठुल्छोरी स्कुलबाट आइन्। अनि मामु आज मलाई चाहिँ पपकर्न बनाइदिन्छु है भनिन्। अनि मैले चाहिँ उसलाई पपकर्न बनाइदिएँ। अनि मैले पनि खाएँ। अनि सानो छोरी पनि छेउबाट मलाई पनि दिस्यो न मामु, मलाई पनि दिस्यो भन्दै थियो। अनि छोरीलाई चाहिँ अनि फेरि अन्डा पनि खानु मन लाग्यो अरे। अनि मैले एग स्क्रैम्बल्ड गरिदिएँ। अनि दिदी बहिनी मिलेर खानु हुँदैछ। फेरि ठुलो दिदीले जे खायो बेबीलाई चाहिँ त्यही खानु मन लाग्छ क्या। अनि उसले जे खाए पिरो अलिअलि तरकारी छ भने पनि खुवाइदियो भने त्यो पनि खान्छ। उसले पनि मागिराखेको हुन्छ नि त। अनि उहाँ केबी चाहिँ टिभी हेर्दै बेबीलाई, सानो बेबीलाई खुवाइराख्नु भएको छ। अनि टिभी नहेरिकन मात्र खुवाइदेऊ न बहिनीलाई भनिरहेको छु क्या म चाहिँ। होइन टिभी पनि हेर्छु भन्नुभयो। अनि एकछिनमा बुढो पनि अफिसबाट आउनुभयो। अनि हामी इभिनिङ वाकको लागि गयौँ, गट्टाघरमै गयौँ फुटबल ग्राउन्डमा। तर आज चाहिँ फुटबल ग्राउन्डको त्यहाँनिर अन्डर कन्स्ट्रक्सन भइरहेको छ नि त। अनि त्यहाँ बनाइराख्नु भएको भएर जान पाइएन। त्यो त स्टेडियम हो नि त। अनि त्यो भएको भएर हामी जान पाएनौँ। अनि हामी त्यहाँ त्यसकै बाहिरको कम्पाउन्डमा चाहिँ घुमिरहेका छौँ, हिँडिरहेका छौँ। अनि त्यहाँको इन्भाइरोमेन्ट देखेर कस्तो आनन्द लाग्छ क्या, खुल्ला हुन्छ नि त। अचेलको जमानामा यस्तो ग्राउन्डहरू कमै देखिन्छ नि त। अनि त्यहाँ चाहिँ गाई पनि थियो। अनि बेबीले चाहिँ गाईलाई हाई हाई गरिरहेको थियो। अनि ऊ हाई भनेर बाबाले पनि जिस्काइरहनु भएको छ बेबीलाई। अनि हामी अगाडि बढ्दै गयौँ। त्यहाँनिर कस्तो राम्रो देखिन्छ हेर्नु न, ग्रिनरी नै ग्रिनरी देखिन्छ। अनि त्यसपछि केबीले चाहिँ त्यहाँ फुल देखिन्। अनि फुल टिप्न लागिरहेका छन्। हामी पनि सानोमा यस्तो बेला यस्तो फुलहरू चाहिँ कति टिप्थ्यौँ क्या। मलाई चाहिँ यसको बास्ना पनि कति मिठो लाग्छ। अनि ठुल्छोरीलाई पनि मिठो लाग्छ। हेर्छु त मामु मैले टिपेँ भनेर देखाइरहेको थियो। तर पापालाई चाहिँ त्यसको बास्ना मिठो लाग्दैन अरे, हामीलाई चाहिँ लास्टै मनपर्छ। अनि जुन तपाईँले देखिरहनु भएको छ त्योवाला चाहिँ क्रिकेट ग्राउन्ड हो। त्यहाँ चाहिँ कति धेरैजना मान्छेहरू क्रिकेट खेल्न आउनुहुन्छ। यताउति कहाँ, त्यहाँ त हिँड्ने ठाउँ पनि हुँदैन नि त। अनि त्यहाँनिर ठाउँ नभएर अझ मान्छे पारिपट्टि पनि फुटबल खेल्ने चाहिँ पारिपट्टि रहेछ क्या। अनि त्यहाँनिर फुटबल खेल्नुहुन्छ, यहाँ चाहिँ क्रिकेटहरू खेल्नुहुन्छ। अनि हामी बुढाबुढी चाहिँ अचेलको जमानामा कहीँ छैन है, खुला स्पेसहरू कहीँ पनि छैन है। त्यो भएको भएर एकै ठाउँमा मान्छेहरू देखेपछि त्यहीँ मात्रै सबैजना आउनुहुन्छ। जस्तो अब हामी पनि गयौँ नि त त्यहाँनिर। अब खुल्ला ठाउँ छ, आनन्दको चौरहरू छ नि त। पहिला त कति चौर हुन्थ्यो। अनि कति फुटबलहरू खेलिन्थ्यो, क्रिकेटहरू खेलिन्थ्यो भन्दै हामी चाहिँ बुढाबुढी गफ गर्दै थियौँ। अनि केही सानी पनि सुनिराखेकी छन्। अहिले त सबै बच्चाहरू खालि मोबाइलमा मात्र झुन्डिएर बसिरहेका हुन्छन् नि त। धन्न त्यहाँ चाहिँ कतिपय छोरा बच्चाहरू चाहिँ खेल्न आउनु भएको रहेछ, क्रिकेटहरू फुटबलहरू खेलिरहनु भएको छ त्यहाँनिर। उनीहरूलाई चाहिँ धन्न मोबाइल हेर्न चाहिँ एकछिन भयो नि मन नलागेको रहेछ है भन्दै हामी चाहिँ गफ गर्दै हिँडिरहेको